हेलो हेलो साथीहरू नमस्कार। हजुरहरूलाई मेरो मिनी ब्लगमा स्वागत छ। आजको हाम्रो यात्रा रहेको छ सोतखोलासम्म माछा मार्नको लागि। बाटोमा जाँदा जाँदै दिदीले नि गुरु भेट्टाउनु भयो। हामी चाहिँ कुरा गर्दै गर्दै लाग्यौँ सोतखोलातिर। यो चाहिँ हाम्रो जङ्गल हो है साथीहरू, घाँस दाउरा काट्ने जङ्गल हो। तर यहाँ चाहिँ दाउरा पनि छैन, घाँस पनि छैन। अनि यो साइडको चाहिँ हाम्रो नहर हो। अहिले चाहिँ पानी आएको छैन, सुक्खा छ। यो चाहिँ हाम्रो बडिचौरको पुरानो खानेपानीको ट्याङ्की हो साथीहरू। हामी चाहिँ अब यो नहरको माथिदेखि जाँदैछौँ। मलाई चाहिँ एकदम डर लाग्छ कि यस्तो सानो बाटोमा हिँड्न, त्यही पनि म बिस्तारै बिस्तारै जाँदैछु। एकदम गाह्रो लाग्छ मलाई यसमा हिँड्न, चक्कर लाग्छ। बिस्तारै हिँडेर मैले यो बाटो पनि कटाएँ। अनि अब दिदीहरूको पालो, उहाँहरूले पनि कटाउनु भयो। अनि यो तल देखेको गाउँ चाहिँ सुन्दरी गाउँ है साथीहरू। अहिले चाहिँ बस्तीहरू धेरै भइसकेछ। अनि यो ठाउँमा चाहिँ बालुवा थुपारेको रहेछ कि साथीहरू, यो नहर मर्मतको लागि। अनि पछि फेरि हामीले यो पुलो बन्यो भने चाहिँ पछिबाट खेत रोपाइ गर्ने हो। साथीहरू हेर्नु न कति राम्रो गाउँ देखेको हामी हिँड्ने बाटोदेखि। हामी लगभग खोला पुग्ने लाग्यौँ। बाटो चाहिँ खतरा छ के साथीहरू, हेर्नु न यस्तो छ। जाँदा जाँदै बाटोमा माइजू भेटिनु भयो। उहाँ पनि बाख्रा चराउनको लागि जानुभएको रहेछ। अनि बाटोमा सानो पाइप फुटेको रहेछ, त्यही पानी भर्दै हुनुहुन्छ। अब आयो एकदमै खतरा बाटो साथीहरू, हेर्नुहोस् न यो भिरदेखि माथिदेखि ढुङ्गा पल्टिँदो रहेछ। अनि हामी चाहिँ यसरी दौडेर अगाडि, यतातिर चाहिँ एकदम धेरै गिठा उम्रेको रहेछ। अनि दिदी चाहिँ देखाउँदै हुनुहुन्छ मलाई गिठा उम्रेको। एकदम राम्रो के साथीहरू, गिठा पनि मोटो मोटो। बाटो पनि एकदम अप्ठ्यारो रहेछ साथीहरू, पहिरो गएर माथिदेखि आफै ढुङ्गा खस्दो रहेछ। जाँदा जाँदै बाटोमा धारा रहेछ। हामी चाहिँ सबै एकछिन त्यहीँ बसेर पानी खानतिर लाग्यौँ। अनि यताको भ्यू पनि एकदम राम्रो लागेर मैले क्लिक गरिहालेँ। यता फेरि दाजु खोला हेर्दै हुनुहुन्छ, कहाँदेखि माछा मार्न सुरु गर्ने भन्दै। दाजु चाहिँ आत्तेर हेर्दा खोलामा गइहाल्नुभयो माछा मार्न। उहाँले एउटा चेपा गाडा पनि मार्नुभयो। हामी फेरि माथिदेखि माछा मार्न सुरु गर्ने भन्दै फेरि हिँड्न थाल्यौँ। अनि यता चाहिँ बाख्राहरू चराउन ल्याउनु भएको रहेछ। अनि के साथीहरू, खोलामा पुग्ने बित्तिकै भिडियो बनाउँछु भनेको त म त बिर्सेछु। यो चाहिँ हामीले माछा मारिसकेपछि घर फर्किने बेला खाजा खाँदै गरेको भिडियो हो। खाजा खाएर सकेपछि चाहिँ हामी घरतिर लाग्यौँ। घरमा फेरि मम्मीहरू धानको बिउ राखेर बस्नु भएको रहेछ। अनि मैले लिएको माछा कलाउँदै हुनुहुन्छ। साथीहरू आजलाई यति नै। भिडियो हेरिदिनु भएकोमा धन्यवाद। लाइक, कमेन्ट एन्ड सेयर गरिदिनु होला साथीहरू। बाई बाई।